Hello everyone. After a long time पछि म एकछिन नयाँ भएर फेरि आउँदैछु। हाम्रो यात्रा चाहिँ एकदम नयाँ नौलो ठाउँमा भएको हुनाले म भ्लग बनाउन जाँदैछु। लेट्स गो पोखरा टु छुङ्गु। ल अब चाहिँ हामी घरबाट निस्किसक्यो। गाडीले हेरिन आइसक्यो हाम्रो टोलीहरूले। गाडी हेलो 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 डी ल हाम्रो गाडी तेरो पिम्पल चाहिँ खतरा छ के भयो यिनको गाला त मुस्ताङको स्याउ छ छिराइज यो चाहिँ बिरामीहरू हैरान छ यार आज नाच्न सक्नु हामी चाहिँ अब हिँड्यो ल हामी चाहिँ अब खाजा खानेमा आयो कहाँ भन्दाखेरि चाहिँ यो बागलुङ बुर्तिबाङ स्टाफ होटल है यो चाहिँ लुम्लेमै हो हामी चाहिँ भर्खर लुम्लेमा आइसक्यो अब यहाँबाट नयाँ पुल हुँदै हामी घान्द्रुक हुँदै जान्छौँ है बाटोहरू अरे कस्ता हिजो झन्डै बेहोस भएको आलु हाम्रो गाडी चाहिँ यो अब हामी चाहिँ खाजा खान्छौँ त्यसपछि फेरि मुभ हुन्छ लुम्ले भ्यू वाटर भ्यू वाउ बाटो चाहिँ स्वाट क्या आनन्द देखिने गाउँ छ यहाँ ल हाम्रो खाजा चाहिँ आइसक्यो समोसा तरकारी यता आलुले आलु खाने हो कि अरू चाहिँ उता खाजा आएको छैन मेरो चाहिँ आइसक्यो डिसिस गोलो सेलरोटी है ल अब चाहिँ म खाजा खान्छु ट्रक्क लगाएर हामी चाहिँ खाजा खाइसक्यो चेस ल हामी चाहिँ खाजा खाइसक्यो अब चाहिँ हामी फेरि यात्रा सुरु गर्नेछौँ घान्द्रुकसम्म झिनोसम्म चाहिँ हामी जिपमा जान्छौँ त्यसपछि कति घन्टा ट्रेकिङ होला त्यहाँबाट 2 घन्टा हिँड्न सक्नेलाई 2 घन्टा हिँडेर जानुपर्छ अब वासिकललाई चाहिँ 3 घन्टा होला जस्तो छ अनि फेरि हिँडेर गएर फेरि बेलुकी फेरि नाच्न पर्ने छ आमा गाह्रो छ खै भोलि खानासाना खायो त होला बिहानै त होइन होला पक्कै अनि फेरि भोलि चाहिँ हामी फेरि पोखरा फर्किन्छौँ अनि फेरि पर्सिको लागि फेरि तयारी गर्नुपर्ने छ गाह्रो छ हौ गाह्रो छ ओ म्याडमजी तिम्रो त मुस्ताङमा त आएको जस्तो रातो देखिया त सबै भनेपछि म मुख छोपेर हिँड्नु होला यसरी हामी चाहिँ अब हिँड्न लाग्यो ए दिदीको उसको नाम के छ अनि नभएको नि यतिकै बनाउँदा ल भन्नु ल भन्नु पहिला हजुरले भन्नु
ल उहाँ दिदीको चाहिँ तारा थापा मगर रहेछ सक्नुहुन्छ अरे गएर सब्सक्राइब लाइक सेयर गरिदिनु होला अनि मेरोमा चाहिँ घर नभुल्नु होला त्यही हो यात्रा धेरै लामो छ नयाँ गाउँ हो नयाँ ठाउँ घान्द्रुकसम्म त हामी गएको हो पहिलातिर अब चाहिँ त्योभन्दा माथि छुङबुङ चाहिँ नयाँ गाउँ हो त्यही भएर चाहिँ आज मैले भ्लग बनाएको नभए त मैले त्यति भ्लग पनि बनाउँदिनँ आई होप सबैजनाले माया गर्नुहुन्छ लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला त्यही हो ल गाइस है हामी चाहिँ यहाँ के रे दाइ यसको ठाउँको नाम ए हामी चाहिँ झिनो आइसक्यो अब चाहिँ हामी त्यो पुल टरेर अनि सिधा माथि उहाँ माथि पुग्नु पर्छ है अब बाटो चाहिँ 2 घन्टा गरे अब हामी चाहिँ कति लाउँछ हेर 3 घन्टा लाउँछ हामी त हिँड्न सकिन्थ्यो होला कि केटीहरू अलि गाह्रो हुन्छ अनि लट्ठीको व्यवस्था नि भइसक्यो अनि यो फालेको लट्ठी टिपिहाल्यो अनि यहाँ चाहिँ हामी झिनुमा छौँ झिनु घान्द्रुक भन्दा यता चाहिँ झिनु है अब झिनुबाट चाहिँ हामी माथि बाटो टाढै पो छ त अब यस्तो उकालो उक्लेर बेलुकी फेरि नाच्नु पर्छ जिन्दगी अब यहाँ चाहिँ मान्छेहरू टन्ने आउँदो रहेछ नि धेरैजना विदेशीहरू अनि पुल पनि यति लामो छ कि आमामामा है त्यो बाटोको पुल होइन लामो छ भने त अब त्यहाँ त तल झन् कति गहिरो छ अब न यहाँ चाहिँ सबै जीवहरू यस्तो राख्दो रहेछ अनि जिपको बाटो रोड बाटो चाहिँ यहाँसम्म मात्र यहाँ उता चाहिँ पुगेको छैन तर हेर्नु बाटो चाहिँ यहाँसम्म छ तर घरहरू हेर्दा चाहिँ उता आमा पुरै बिल्डिङ छ है त्यो वा त्योभन्दा अझ पछाडि हेर्नु त त्योभन्दा पछाडि झन् बिल्डिङ ल अब चाहिँ हामी ट्रेकिङ सुरु भइसक्यो खै अरू आउँदै आयो नि त कति घन्टा पुगिला दिदी मैले त खै तिम्रो किन 3-4 बजे दौडिने सबै ए हो ल हामी चाहिँ मुख भयो झिनुबाट हिँड्यौँ हामी झिनुबाट त्यो झी भने जस्तो सुन्छ नि झिनु ल हामी चाहिँ अब ऊ त पुल हुँदै जानुपर्छ सेतो ढुङ्गा छ क्या त्यहाँ है हेर्नु त्यहाँ ओहो हिमाल पनि देख्नु आयो अब ओ दिदीहरू अगाडि आएर उल्टा मरद छ त यार उल्टा मरद छ त यार तर यो खच्चरको गु बनाएर हैरान पर्ने भयो यहाँ चाहिँ घुम्न आउने मान्छेहरू त एकदम धेरै क्या ट्रेकिङ जाने मान्छेहरू एकदम धेरै आउँदो रहेछ कथ्यो त्यहाँ माथि चाहिँ एउटा रुख क्या मजाको छ यहाँ हो सिङ्गल लाइफ रक भन्दै त्यहाँ बढ्यो ल हेलो तल दिदी ल यो चाहिँ माछा बजार ठोकला आउनुपर्ने अन्त ए
यस्तो गर्नु आँखा चिम्म गर्नु नि हिँड्नु नफाल्नु नले काम लाउँछ अलि उकालो कसैलाई दिनु एकजनालाई दिनु न सामान गाह्रो भयो अफिन है लट्ठी सामान त नभए होइन के ऊ दिदीलाई सामान गाह्रो भयो कि यो त लिन्न के फाल्दिन्छु होइन एकजनालाई दिनु फाल्दैन न लिन्न हो त्यता गएर खोज्छु अहिले पाइला कति ल हेलो सारा हेलो हेलो मेरो यहाँ खुट्टा फर्किन लाग्यो जस्तो भयो यस्तो जुदा ओहो पुल चाहिँ एकदम राम्रो है हाइट हेर्नुहुन्छ नि तल कहाँ आमा वासिकाल जस्तो उहाँ पुगिसक्यो त हो डराउने मान्छे त आधीभन्दा कुब्रिया गर्ने दिदीहरू अड्केर हैरान अब चाहिँ एकदम हाइटमा भएर चिसो चिसो हावा चल्न लागिसकेको छ सायद माथि चाहिँ एकदम जाडो छ होला घाम लागेर त्यस्तो चिसो छ भने चाहिँ बेलुकी जाडो बबाल हुनेवाला छ ल हाम्रो चाहिँ उकालोबाट सुरु भइसक्यो कस्तो हुँदैछ मिया खुब ट्रेकिङ जाम भन्थ्यो बोला त 5% त उकालो छैन उहाँ माथि चाहिँ अझ उयो हेर्दा मात्रै त्यहाँ हिँड्दा त अझ कति होला ल हामी चाहिँ उहाँ तलबाट त्यहाँबाट यहाँ आइसक्यौँ अझै यत्रो बाटो छ ओ माई गॉड क्यासे मेरा बादा आज नि यही बाटो त एकदम मेरा बादा छ अझै नि बल्ल यहाँ आयो 4 जना चाहिँ अझै तलै छ हामी 4 जना चाहिँ माथि आयो आमा वहाँदेखि आएको त्यो ठाउँबाट आयो त्यहाँ हुँदै त्यहाँ निस्क्यो अनि त्यहाँबाट बाटो नि फेरि सिधै उकालो छ कि तेर्सो त छरै छैन सिधै उकालो ठाडो 1 2 3 4 ल के एकजना दिदी फेरि कडी हिँडे कुदे एक बजे र हामी चाहिँ 1 बजे तलबाट स्टार्ट गरेको अहिले चाहिँ लगभग 3 बज्न लाग्यो 2:40 भयो लगभग 2 घन्टामा यहाँ आयो अब चाहिँ धेरै छैन होला मेरो विचारमा खतरा अनुसार सबै भेट्टामा तिनीहरू चाहिँ मूल्य हो नि कस्तो मूल्य भन्नु त्यो ग्रुपको लिडर जस्तै हो कि उनीहरू त्यता गयो त्यता जाने हो उनीहरू लिड गर्ने हो कि लिडरहरूलाई त्यस्तो बनाइन्छ अब चाहिँ धेर छैन होला है अब फेरि भिरालो होला उही त अनि भिरालो र ओह्रालो ल हामी चाहिँ अब यहाँ आयो अफिनहरू चाहिँ अहिले तल छ होला
तिनीहरू चाहिँ बिस्तारै आउँदैछ एकजना दिदी चाहिँ तारा दिदी चाहिँ उहाँ पुगेर नि बसिसक्नु होला कहिले अगाडि जानुभएको यहाँ चाहिँ एउटा होटेल छ फेरि हामी आएको चाहिँ उहाँबाट पारीबाट तर यहाँ त यहाँ ज्याकेट खस्यो हामी आएको चाहिँ उहाँबाट हेर रहेछ हामी चाहिँ यहीँ छौँ दिदीहरू चाहिँ बिस्तारै हिँड्दै गर्नुभयो अब वासिकल्ला फेन चाहिँ हरायो बाटैमा बेहोस भयो क्या यस्तो चिसो बढिसक्यो अब त यहाँबाट देखिने भ्यू चाहिँ डाँडाकाँडा हरियाली सबै बादलले छेकेको छ अब यहाँ त चाहिँ हिमाल देखिनु पर्ने तर बादलले छेकेको छ अब यता चाहिँ बाटो चाहिँ अब कता जाने थाहा छैन यता चाहिँ होटेलहरू जस्तो हेम घोरेपानी जस्तो घोरेपानीको जस्तो रहेछ ठाउँ ठाउँमा होटेलहरू हामी यहाँको चाहिँ त्यही हो यति माथि आइसक्यो अनि यो चाहिँ 24औं सेन्चुरी लोसार मेला है लोसार मेलाको मेला छ आज चाहिँ फाइनल लास्ट दिन रहेछ अनि हामी चाहिँ त्यो लास्ट दिनमा चाहिँ प्रोग्राम बनाएको छौँ है हिजो चाहिँ अर्को ग्रुपको रहेछ टरेलीको ग्रुपहरू आएको रहेछ हिजो चाहिँ उनीहरू चाहिँ आज फर्क्यो अब हामी चाहिँ आज नाच्छ अनि भोलि हामी फर्किन्छ फेरि भोलि फेरि यत्रो बाटो ओह्रालो झर्नुपर्छ आहो भोलि त मरिन्छ क्या भोलि फर्केर फेरि पर्सि प्रोग्राम छ गाह्रो छ यही हो खै त्यो म कुरै हुने भयो आउँदै आउँदैन त गाह्रो छ सँगै ल्याउनु पर्दैछ नि ल डन्डै ढल्याएको है ग्रान्ड छ आहो निकै गाउँ त निकै रहेछ है सबै होला नि ल हामी चाहिँ होटलमा आइसक्यो होटल यही हो रे भन्छन् क्या अरे आइज देखो न गाइस ल यही हो हामी दिदी ल हामी चाहिँ आइपुग्यो ग्राउन्ड रहेछौ त्यो रातो दिन छाएको रहेछ अर्नै हामी यही हो क्या बस्ने यही मेकअपबाट जाने हो क्या हामी कति घन्टामा आयौँ हामी 2 घन्टा भनेको 3 घन्टा ठिकै हो छिटै आइयो न त 4 घन्टा आउने खास छ के कागती अब यहाँ केक होला नि त खाने कुरा हामी प्रोग्राम यही हो गाउँ यही छ ओहो ल आज भ्यू र यस्तो ल हामी चाहिँ खाजासाजा खायो यहाँ छ यहाँमा कनेक्ट गरेर कौडा गिटहरू छ र भ्यू त सब बडाम बुडुङ गुडुङ गुडुङ ल हाम्रो चाहिँ अब डान्स प्र्याक्टिस गर्ने टाइम हुँदैछ ए उता के अरे के भन्छ शान्त भएर आएछ त अब हामी चाहिँ डान्स प्र्याक्टिस गर्छ अनि बेलुकी चाहिँ सायद त्यही हो कि कता छ समाज घर चाहिँ त्यता छ रे ग्राउन्ड चाहिँ त्यही रहेछ अनि तल चाहिँ अलि बाक्लो गाउँ रहेछ तर ग्राउन्ड चाहिँ यहाँ रहेछ आज चाहिँ गेम फाइनल रे गेमहरू त भ्याइसक्यो अब बेलुकीको प्र्याक्टिस डान्स चाहिँ ल हामी बसेको चाहिँ एक्सलेन्ट हाम्रो लेडिज वर्गहरू अब प्र्याक्टिस गर्छ हामी हेर्ने टक्क लगाएर
एउटा दम वाल है भात ल अब चाहिँ हाम्रो बेलुका खाना खाने टाइम भएछ मेरो चाहिँ भात खत्तम भइसक्यो अरू आएकै छैन दाइ भात ल्याइदिनु न थप खाना हजुर अनि यता भसिकल उता गोपा दिदी सुस्मिता यता हाम्रो म्याम 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 ठुलो भात खाऊ है बिहान भात खाएको छैन चाहिँ मेरो त भात खत्तम भइरहेको कुरेको छिटो भात आउनु पर्यो मलाई भोक लाग्छ दिदी फेरि भन्नु त कति वर्षपछि भात 1 वर्ष बस्यो हामी चाहिँ प्रोग्राम सेटमा आइसक्यो बाहिरको चाहिँ स्टेज हो यो पछि चाहिँ मान्छेहरू बस्छौँ हामी चाहिँ लगभग यस्तो गर न यस्तो छ है जुत्ता अब चाहिँ हामी एकछिनपछि प्रोग्राम सुरु हुन्छ दर्शकहरू आएको छैन 4 जना विदेशीहरू मात्र आज ल हाम्रो प्रोग्राम चाहिँ लगभग भइयो अब चाहिँ हामी खाजा साजा खाएर अनि सुत्न जान्छौँ अहिले चाहिँ ठ्याक्क 12 बज्न आँटिसक्यो यहाँ चाहिँ यो भनमन चाहिँ होटल रहेछ छैन ढिलो भएर